म अहिले आन्सन बस पार्कमा छु। यो गर्मी बिदामा कोरिया प्रवेश गर्दा सबैभन्दा पहिला काम गरेको साउको कम्पनीमा जान लागेको छु। हेरौँ यहाँबाट छल्ला नाम्दो याङवाङसम्म बसको टिकट कतिको पाइन्छ। लक्किली 2:10 को बसको टिकट मिल्यो। लगभग 5 बजे छल्ला नाम्दो याङवाङ बस टर्मिनल आइपुगेँ। दुर्भाग्यवश कम्पनीको एड्रेस बिर्सेर अलि परसम्म लोकेसन हेर्दैछु। यो सबैभन्दा पहिला लोकेसन चिन्ने ठाउँ एरिया नै यही छ। यो माटाको भाँडो जस्तो सिमेन्टले पोतेर बनाएको नाकामुनिमा गाडी नभेटाएको कारण ट्याक्सी चढेर लागियो। 내일은 부산으로 간다고 말이면 광주서? 네. 어? 네. 약 400m 앞 시속 60km 단속 구간입니다. 약 400m 앞 시속 60km 고정형 이동식 단속 지점입니다. यहाँ पहिला स्कुल थियो, अहिले जस्ता तस्तै रहेछ स्कुल पनि। र अलिकति यो गेट वरिपरि चाहिँ फुलहरू लगाएर राम्रो बनाएको रहेछ। घरहरू पनि उस्तै छन्। जस्ताको तस्तै मान्छे चाहिँ कोही देखिन्न, किनभने गर्मीले भित्र छ। ल कम्पनीमा पनि आइपुगेँ। थेचङ छङ मिसो हो सबको कम्पनीको नाम चाहिँ। अरू सबै उस्तै भए पनि यो कम्पनी वरिपरि चाहिँ तारबारले घेराबन्दी गरिएको रहेछ। पछाडि ट्रकहरूको लागि पार्किङ गरिएको रहेछ।